गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। म चाहिँ आज तीनधारे झरना घुम्न जाँदैछु हैन। यहाँनिर चाहिँ मेरो बाइक रेडी छ। हिजो राति आएर मिलन पुरा ब्याग बोकेर रेडी अवस्थामा भइसक्यो। अब चाहिँ हामी लाग्छौँ बाटोमा, रमाइलो गर्दै जाउँला। सी यू गाइस। हामी चाहिँ नौबुद्धको चाहिँ नजिकमा छौँ हामी चाहिँ हैन। नौबुद्ध हामी पुग्न पछाडि भ्यू चाहिँ बवाल छ गाइस हैन। तीनधारे हामी होमस्टे चाहिँ यता जाने रे दाप्चा जाने बाटो भन्ने देखाएको छ लोकेसनले चाहिँ। यो डर छेरुवा चाहिँ मैले बाइक लडा छैन, यो आफै लड्या हो। खासमा चाहिँ बाइकबाट हाम फाल्न भ्याइसकेछ, बाइक घल्च्या हुँदाखेरि त। त्यसपछि अनि पिच रोडमा घसारिँदैन मान्छे। हेर्नुहोस् यसको आमा मेरो फेरि के भएको आजभोलि बानी, जहाँ पनि मोबाइलै फाल्दिने। गड यार ठुलो एक्सिडेन्ट भयो गाइस हैन। ठुलो चाहिँ होइन क्या, हाँसस बाइक त्यहाँनिर मलाई रोएर त हाँसस खाल्टोबाट माथि उक्लिएको थियो, लड्छ भनेर मान्छे खुट्टा टेक्नु भयो। अनि सर्र जाँदाखेरि यो चाहिँ गाइस हैन, यहाँ गल्ती कसको छ भन्दाखेरि हैन, यो अफरोड त्यो पुरै ओह्रालो थियो बाटो हैन। ओह्रालो बाटो के भयो भन्दाखेरि यसले हैन स्पिडमा आइरहेको थियो। अनि त्यो यसले कन्ट्रोल गर्न सकेन। मेरो दुईटै हातमा मोबाइल थियो हैन, एउटामा अनि दुईटै हातमा मोबाइल थियो हैन, एउटामा लगाएर बाइक लड्दै लडेन। अनि म लड्दैन त, मेरो हातमा दुईटै फोन थियो, न तल अठान कसरी लड्यो। अनि म हुतेर लड्या होइन, यसले गल्ती छैन भन्छ। मैले अझ हाँस्छु। यो हिजो अस्तिदेखि मसँग यो बाइकमा हिँड्दैछ। मैले भनेको थिएँ यसलाई नहल्ली नडरा न, म कन्ट्रोलमै छ, बाइक कन्ट्रोलमै छ, नडरा भन्छु जहिले पनि। ओइ भन्छ। अलिकति खाल्डो आयो कि ओइ बिस्तारै चला। अब तीनधारा जाने मान्छे अहिले अफरोड भयो भने के गरी चढ्ने होला यो बाइक। कस्तो आयो ठुलै भइरहेछ है यहाँ घाउ त। केही छैन, फोटो खिच्दाखेरि एउटा चिनो तीनधाराको चिनो हुन्छ, नो प्रब्लम गाइस। अब त्यहाँ चाहिँ ह्यान्ड प्लस लगाइदिनु पर्छ क्या फोटोमा, ठिक छ गाइस। बाटोमै छौँ हामी चाहिँ। अब यो माथिल्लोपट्टि बाटोबाट जाने रे होइन। यो चाहिँ के भन्छ अरे बुद्धको मूर्ति रहेछ होइन। ठ्याक्क हामी चाहिँ के भन्छ अरे दाप्चा बजारबाट चाहिँ तल लागेर यो बुद्धको मूर्ति भाटामा चोकमा चाहिँ आइसकेको छ होइन। देख्न सक्नुहुन्छ रोड चाहिँ अब अहिले चाहिँ अफ रोड छैन होइन, पिचै छ अहिलेसम्म चाहिँ। अब के हुन्छ गाइज होइन, लास्टसम्म भिडियो हेरेर साथ दिनु होला है। लेट्स मुभ। लोकेसन दिएर रहेछ होइन। गाइस हामी चाहिँ तीनधारा झरनापट्टि गएको छ होइन। दुईवटा लोकेसन रहेछ, पिपल पाटे र तीनधारा झरना। हामी चाहिँ तीनधारा झरनातर्फ लागेको छौँ। पुरै बाख्राहरू पनि छ, तपाईँहरूले देख्नुहुन्छ भिडियोमा चाहिँ होइन। बवाल छ। अब चाहिँ हाम्रो पिच रोड सकेर चाहिँ अफ रोड चाहिँ स्टार्ट भइसक्यो होइन। हेलो भाइ, के छ? घर यस्तो भइरहेछ होइन। तीनधारा झरनाको एउटा चिनो चाहिँ बस्नु भयो होइन। के दिदा के यति हिलोमा नि डर छेरुवा नि लास्टै डर छेरुवा के डर छेउरा। अघि तैँले लडादेखि म सातो गइरहेको छ गाइज होइन। यसले होइन रस म गर्छ भनेर यसले लडा छ कि दुईचोटि भइसक्यो होइन। यस्तो गरे नसक्ने भयो म त अब गाइज होइन। फाइनली हामी चाहिँ होइन अब तीनधारा झरना गएर तपाईँलाई पिसफुल ठाउँ देखाउँछ होइन। अब चाहिँ हामी तीनधारा झरनाको के भन्छ अरे नजिक आइसकेका छौँ होइन। के भन्न चाहन्छ अरू? अब यसलाई फोल्ड गर्नु पर्यो, टक्क हिरो पारामा हिँड्नु पर्यो। रोसी खोला तरेर पनि जानुपर्छ अरे। छ्यामाले भन्नु त भन्थ्यो धेरै टाढा छ भनेर, तर हो रहेछ बाटो त टाढै रहेछ होइन। तर यहाँनिर अब यो चाहिँ लास्टै डर छेरुवा। यस्तो बाटो छ ओह्रालो होइन, यस्तो नि त अफ रोड छ। अनि मलाई लडाएर यस्तो घाइते बनाइसक्यो यसले होइन। अनि अलिकति डर त हुन्छ नि त बिस्तारै चला भनेर गाइज होइन। यस्तो हो। ठिक छ, अब आइपुग्न त लाग्यो होइन। अब यो खोला तरेर चाहिँ अब तलतिर गएपछि चाहिँ ल तपाईँहरूलाई तीनधारा झरनाको पिसफुल ठाउँ देखाउँछ अब गएर। हामी चाहिँ तीनधारा जाने बाटोमा आइसकेको छौँ। यस्तो दामी रहेछ यतातिर चाहिँ गाउँहरू। यहाँ पछाडि चाहिँ बोधिसत्वको मूर्ति रहेछ, ठुलो बनाएर राखेको रहेछ, दामी देखिरहेछ। अब एकछिन यहाँ बाइक रोकेर चाहिँ हामी बसिरहेको छौँ। मेरो यात्राको सारथी यतातिर छ। आज गाउँ गएको जस्तै अनुभव भइरहेछ। सायद परको के तीनधारा झरना देखा त पछाडि ऊ त्यो डाँडा हो कि कहाँ? यहाँबाट रोडबाट सिधै यता लाने ऊ त्यो डाँडा हो कि त्यो डाँडा। जुन डाँडा भयो नि होस्। होमस्टे चाहिँ आइसक्यो गाइज होइन। फाइनल्ली हामी चाहिँ पुरै पिसफुल ठाउँमा आएको छ। चाहिँ लास्टै भइसक्यो होइन। हामी चाहिँ टक्क यो रोसी खोलाको पुलमा आइपुगेछौँ अहिले। एकदम बवाल रहेछ होइन। लास्टै गाह्रो अफरोडिङ फर्स्ट टाइमै भनौँ। मेरो त बाइक चलाएर फर्स्ट टाइमै अफरोड गरेको। घर जाने भनेको घर जान नि यस्तै हो बाटो त।
धेरै गाह्रो हुँदो रहेछ डबल लोड के गर्ने भयो यार मेरो बाइकको हालत यस्तो छ डङ 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 च्यासिस हुन्छ तर त्यो गाह्रो हो अब त्यो माथि डाँडामा हो रे ऊ चाहिँ यताबाट जानुपर्छ अरे त्यता माथि हो अरे झर्ना चाहिँ अब हामी बाटोमै छौँ हेरौँ सारथी चाहिँ यहाँ छ हामी चाहिँ 3 धारे धर्नाको अब खोलामा आइपुगिसक्यौँ अब चाँडै नै पुग्नेवालामा छौँ हामी आइसक्यौँ यहाँ मुखसुक भइसक्यो भिडियो भइरहेको गाइज होइन फाइनली हामी चाहिँ रोसीको खोला को योमा आइरहेको छ होइन पानी चाहिँ यस्तो दामी बवाल छ हामी चाहिँ अब हातमुख धोएर अब 3 धारातर्फ चाहिँ जानेछ होइन भ्लगलाई चाहिँ तपाईँहरूले कन्टिन्यू हेरिदिनु होला भन्न चाहन्छु हामी चाहिँ के भन्छ अरे यस्तो अफ रोडमा पनि होइन यो माथिको डाँडा कटाएर पनि आएका छौँ होइन हाम्रो चाहिँ भिजन भने चाहिँ अब यो 3 धारा झर्ना देखाउनु हो तपाईँहरूलाई होइन अब 3 धारा झर्ना हामीतर्फ चाहिँ यो छ होइन अब हामी फलामेटा यो रोसी गाउँपालिकाको यो बगरको उकालै उकालो छ होइन पुरै अफ रोड छ होइन देख्न सक्नुहुनेछ 3 धाराको चाहिँ नजिक नजिक आउँदैछौँ हामी चाहिँ यस्तै घाइते अवस्थामा भए पनि वी आर सेफ होइन घाइते अवस्थामा फेरि वी आर सेफ होइन यस्तो अफ रोड भयो भने वी आर सेफ होइन अहिलेसम्म चाहिँ हामी सेफली ट्राभल गरिरहेको छौँ राइड गरिरहेको छौँ ट्राभल नभनौँ यसलाई होइन भ्यू चाहिँ बवाल छ यो सल्लाहको रुखहरूको होइन अब 3 धारा झर्ना गएपछि झन् कस्तो बवाल आउँछ होला भ्लगलाई चाहिँ तपाईँहरूले स्किप नगरिकन होइन तपाईँहरूले चाहिँ के भन्छ अरे फुल भ्लग चाहिँ हेरिदिनु होला भन्न चाहन्छु म चाहिँ बाटो भुलेर यतातिर आइपुगिसकेका रहेछौँ अब त्यहाँबाट फर्केर चाहिँ हामी ऊ खोलाको किनार तलबाट चाहिँ मासतिर जानुपर्ने हुन्छ तर पिसफुल ठाउँ छ आनन्दको यसले चाहिँ अघि गिटार झिकेको थियो अब यो गिटार नझिक्ने अवस्थामा पुगिसक्यो यो चाहिँ ठ्याक्कै के भन्छ अरे रोसी खोला गाउँपालिका 1 रहेछ अनि त्यसपछि यो माथितिर चाहिँ दामी गाउँ छ हामी ऊ डाँडादेखि आएको हो आयो भन्छ कमला झुल बोटैमा राम्रै देखिन्छ 3 धारा झर्नामा गएर के मान्छेहरूले होइन खतरा खतरा भिडियो बनाउँछ पोस्ट गर्छ होइन पुरै या जिन्दगीमा पिसफुल छ भने भन्छ होइन तर बाटोको हालत यस्तो छ क्या होइन बाटोको यस्तो चाहिँ यदि तपाईँहरू पनि होइन अफ रोडमा चलाउनु जानुहुन्न अलिकति त्यो हुन्छ भने चाहिँ कृपया नआउनु कि मेरो जस्तै हालत हुनसक्छ तपाईँको हेर्नु त त्यो चाहिँ अफ रोडमा लड्यो होइन भाइ त्यो पिच रोडमै लड्यो हाम्रो राइडर चाहिँ यो हुनुहुन्छ होइन बिना लाइसेन्स यस्तो अफ रोडमा चलाइरहेछ तपाईँहरू के भन्न चाहनुहुन्छ होइन त्यो भिडियो मार्फत तपाईँहरूले भन्न सक्नुहुन्छ घामले डढेर हप्सी भन्दा कालो हुन लागिसक्यो हेर्नु गाइज होइन यस्तो गर्मी छ यहाँ चाहिँ होइन बेलुका पानी पर्न सक्छ होला पानी पऱ्यो भने चाहिँ हामी उतै बस्छ होला होइन भ्लग चाहिँ होइन फुल भ्लग चाहिँ तपाईँहरूले हेर्नु नछुटाउनु होला है लेट्स मुभ गाइज यस्तो छ कि 3 धाराको बाटो होइन ठाउँ चाहिँ पछाडिको भ्यू चाहिँ होइन बवाल छ तपाईँहरूले पछाडि देख्न सक्नुहुन्छ यस्तो बवाल आइरहेको छ होइन तर बाटो छ नि बाटो यस्तो छ कि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन पुरै यहाँ तलको भ्यू देखिराख्नु भयो होला तपाईँले होइन यहाँबाट झन्डै खसेको अलिकतिले झन्डै खसेको होइन त्यही भएर म यसलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ होइन बरु होइन पैसाको चिन्ता नगर होइन यदि फर्किनु भएन भने हामी यो होमस्टेमै बस्नु होला तर पे म गर्छु भनेर भनिरहेको छ होइन तपाईँ पनि माने खानेको फर्किनै पर्छ अरे भनेर भनिरहेको छ होइन अब यस्तो ज्यान धरापमा राखेर हिँड्नु परेको छ अब यहाँ अहिले घाउ मात्रै भइरहेछ अब बङ्गरा झर्ने हो कि हात खुट्टा भाँचिने हो त्यो ज्यान धरापमा छ होइन गर्लफ्रेन्डले लिएर आउनुपर्छ भने त नहुने भए सक्दैन जस्तै नसक्ने भयो गाइज होइन अब यस्तो घाइते भइरहेछ तैपनि अब यहाँ पछाडिको भ्यू देख्दा चाहिँ वाउ लागिरहेछ कि होइन दामी छ भ्यू पछाडिको चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले होइन त्यही भ्यू हेरेर भए पनि म चाहिँ त्यस्तो दुखिया जस्तो चाहिँ फिल भएको छैन यहाँ हातमा पनि घाउ भएको छ होइन अलिकति तैपनि वी आर ह्याप्पी मेरो के भाज्ने हो अब 3 धारा झर्नै पुगेको छैन ऊ फेरि कहाँ ल फेरि अब अठो पर्छ टाइम त्यही माथि यस्तो बाटो परेछ होइन
गाह्रो त गाह्रो भइरहेछ, नो प्रब्लम। आउनु भनेर आएपछि फर्किनु मिलेन। अब जाने बेला आरामले जानुपर्छ, अड्डी अड्डी। यसलाई यो ओह्रालोभरि म चढाउँदिनँ जाने बेला चाहिँ, जे भए पनि मान्छे जोगिनुपर्छ। ठिक छ, एक्सपिरियन्स पनि बवाल भइरहेछ, कन्फिडेन्ट लेभल पनि बढ्छ घर जानलाई। हाम्रो घर जान नि बाटो यस्तै नै छ। बढ्छ, मान्छेको ज्यान धरामा राख्यो भने चाहिँ एक्सपिरियन्स बढ्छ, खुब बढ्छ नि। यसलाई टेन्सनले सताइरहेछ। कति चाहिँ लड्नु लाग्यो भने त ल त्यहाँनिर तल बाटोमा होइन 3 चोटि के झन्डै त्यहाँबाट खसायो भए त हाम्रो आइया पनि भन्नु पाउँथेन कि, त्यस्तो बाटो छ। मान्छेहरूले होइन तिनधारामा आएर चाहिँ खतरा फोटो हाल्छ या गरेको होइन। ट्राई अफ रोड रहेछ, गाह्रो छ है। अब भोक पनि लाग्यो, बिहानदेखि खाना पनि खाएको छैन, 1 पनि बजिसकेछ। ठिक छ, अफ रोड दामी मजा आइरहेछ, एक्सपिरियन्स त बढिरहेछ, तर गाह्रो रहेछ। हामी रेस्ट गरिरहेछौँ यहाँनिर। अब आज यतै बस्नुपर्ने अवस्थामा नि आइसक्यो हामी। मोबाइल गयो मेरो, के भयो? दिमाग खराब पान पराक भइरहेको छ यहाँ चाहिँ होइन। बाइक चाहिँ तातेर चल्दै नचल्ने भएर रेस्ट गरेर आयो। यहाँ यस्तो ठाउँमा नि बाइक रहेछ घर घरमा। गाह्रो चाहिँ गाह्रो छ बाटो, अझै माथि छ। गाइज फाइनली होइन हामी चाहिँ अहिले कुन ठाउँमा छ अरे, जुन यो गाउँतिर छ हुनुहुन्छ, हामी चाहिँ अब तिनधारा होमस्टेको नजिक छ। हामी चाहिँ ब्रेकफास्ट गरेर आएको, खाजा खाइरहेको। चपाउनु पनि भएको होइन दुखेर। कस्तो लाइफमा फर्स्ट एक्सपिरियन्स होइन त? गाह्रो भइरहेछ, भोक पनि लागिरहेछ। गाइज होइन यो बेला चाहिँ हामी केही बोल्नु पनि सकेको होइन, एकदम गाह्रो भइरहेछ। बिहान अहिले ठ्याक्क कति 2 बजी होला, 2:30 भयो होला। बिहानदेखि केही खाएको छैन हामीले, तातो पानी चाहिँ खाइरहेको थियो होइन। भक्तिपुरमा तातो पानी खाइरहेको थियो, त्यहाँदेखि केही खाएको छैन कि हामीले। चिया पनि केही खाएको छैन, बिहान केही खाइन। अहिले डाइरेक्ट कफी चाहिँ खुवाउनु भएको थियो दाइहरूले होइन। म चाहिँ नखाने भनिरहेको थियो, तर खाएर ठिकै गरेछ। अहिले चिप्स खाइरहेको छ। अब हामी चाहिँ तिनधारा होमस्टे चाहिँ यताबाट जाँदो रहेछ। अब एकछिन रेस्ट गरेर हामी जान्छौँ। यस्तो दुःख भइरहेछ, पसिना आइरहेछ, तैपनि हामी चाहिँ हाम्रो के अरे अनुहार र मुस्कान चाहिँ कहिले टुटेन गाइज होइन। तर त्यस्तै खालको साइको साथी हुनुपर्छ होइन, यो जस्तै साइको हुनुपर्छ साथी। यस्तो यात्रा चाहिँ केही जस्तो नलाग्दो रहेछ क्या, हो कि न? अन्त हो कि त्यस्तै साथी भयो भने यस्तो यात्रामा नै होइन यस्तो दुखिरहेछ मलाई होइन, तै पनि मजा आइरहेछ क्या, हो कि न? कतिचोटि लड्यो होइन, कतिचोटि भयो पुरै हातमा पनि यस्तो यहाँ घाउ भइरहेछ, देख्न सक्नुहुन्छ होइन। यहाँ च्यापुमा यस्तो भइरहेछ, मान्छे पसिना छ, भोक लागिरहेछ, बिहानदेखि केही खाएको छैन। तैपनि हामी चाहिँ वी आर ह्याप्पी। हाम्रो अनुहारमा चाहिँ मुस्कान कहिले पनि घर पुगिसक्यो होला क्या घर कहाँ भयो? डाँडाबाट चपाउनु भयो हामीलाई यत्रो भएर सुनेको छैन मान्छे। मैले पार्किङ गरिसकेँ अनि हेलमेट पनि पुरै लक गरेर अब हेलमेट यहीँ छोडेर जानुपर्ने भयो। हेलमेट र बाइक चाहिँ यहाँ छोडेर अब चाहिँ हामी लाग्छौँ, चाबी चाहिँ लिएर जानुपर्छ। अब हिँड्दै जाने हो। यो चाहिँ पुरानो, पहिला हामी यस्तै हाम्रो पहिला पुरानो घर यस्तै हुन्थ्यो, खरको छानो होइन। अहिले चाहिँ ट्याक्क त्यही याद आइरहेछ। हेलो गाइज, हामी फाइनल्ली चाहिँ होइन हामी कुन ठाउँमा आएको छौँ तपाईँहरूलाई थाहा छँदैछ होइन। यस्तो मेहनत साथ होइन, भोक लागिरहेछ तैपनि आनन्द आइरहेछ होइन। बिहानदेखि केही खाएको छैन। अब अघि चाहिँ हामीले ब्रेकफास्ट गऱ्यो बाटोमा होइन। अब अहिले चाहिँ हामी यो तिनधारा होमस्टेको यो चाहिँ तल्लोपट्टि होमस्टे बन्दै नयाँ पार्किङमा चाहिँ हामीले बाइक यता राखेर गरेका छौँ होइन। ठ्याक्क हामी चाहिँ के भन्छ अरे, अब यहाँबाट चाहिँ हिँड्नु पर्दो रहेछ होइन। लगभग अब आधी घन्टा हिँड्यो भने चाहिँ हामी पुग्दो रहेछ। यो पछाडिको घर चाहिँ राईमाइलाको रहेछ होइन। राईमाइलाले गाउँ छोड्यो अरे भन्ने गीत त सुन्नुभयो होला होइन। यहाँबाट चाहिँ भाइरल हुनुभएको रहेछ उहाँहरू भन्ने कुराहरू चाहिँ थाहा भयो यहाँ आएर। एकदम खुसी लागिरहेछ मलाई चाहिँ होइन। अब यस्तै घाइते अवस्थामा छु म, तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँनिर हातमा अनि खुट्टाहरूमा चाहिँ अलिकति चोट लागिरहेको छ होइन। बाटो अलिकति डेन्जर भएको कारणले गर्दा बाटो देखा बाटो यहाँ पनि बाइक चाहिँ एकचोटि लड्या हो होइन, तर केही पनि भएन, वी आर सेफ। अब हामी चाहिँ तिनधारातर्फ चाहिँ जाँदैछौँ।
गाइज होइन यहाँबाट चाहिँ बाइक गएन होइन किनकि पुरै यो पानीको भलको कारणले गर्दाखेरि चाहिँ बाइक चाहिँ यहाँ चाहिँ लड्ने चान्सेस हुन्छ अलिकति। अनि यहाँ चाहिँ अलिकति राइडर पानी पऱ्यो भने आउन सक्दैन भनेर नगएको, नत्र जान त सकिन्छ आज। जान सकिन्छ तर भोलिको अवस्था चाहिँ कस्तो हुन्छ, तर ओह्राल्दा नै अलिकति गाह्रो पर्छ भनेर भन्नुभयो। यहाँ होमस्टेको दाइ पनि हुनुभएको थियो, मलाई चाहिँ के भन्छ अरे यसो उकालोमा लिफ्ट दिनुभएको थियो। डबल लोड चाहिँ अलिकति गाह्रै परेको कारणले गर्दाखेरि चाहिँ अब गाइस हामी चाहिँ तिनवटा होमस्टेको नजिक आउन लागिरहेको छ। कृपया तपाईँहरूले फुल भिडियो हेरेर साथ दिनु होला भन्न चाहन्छु। कति टाइम लाग्छ दिदी अब होमस्टे आउनलाई? हो हस्, थ्याङ्क यू। जाने भए जाने भए जमाया घुमेर आऊ माया, हातमा सुनको बालो गोजीको चस्मा कालो, दुबई र थाइल्यान्ड घुमे त्यसपछि तिनधाराको पालो, जाने भए जमाया घुमेर आऊ माया। भ्यू चाहिँ यस्तो दामी देखिरहेछ होइन, मस्त भइरहेछ। त्यसपछि यहाँ बसेर एक्सट्रिम यस खै यो चाहिँ तिनधारा माथिबाट देखिने पुरा भ्यू हो। यता साइडमा चाहिँ तिनधारा पर्छ। यो चाहिँ होमस्टे हो। म चाहिँ आज आइसकेको छ तर जानु पाइएन, बेलुका भइसक्यो, चिसो पनि धेरै रहेछ यता साइडमा। यहाँनिर बसेर मस्त सुतिराख्ने। अब भोलि बिहानै जम्ला फेरि कन्टिन्यू भ्लगिङ हुन्छ गाइस। त्यसपछि यो चाहिँ अर्को पार्टमा आउनेछ तिनधारा हेर्नको लागि, टु बी कन्टिन्यू झर्नाको लागि। बाई बाई गाइस, सी यू नेक्स्ट भ्लग।